Hello and namaste everyone, welcome back to my another vlog new day new vlog मा हजुरहरु सबैजनालाई स्वागत छ फेरि पनि र अहिले चाहिँ म कलेज जान लागेको सधैं पनि फर्मल ड्रेसमा देख्नुहुन्थ्यो भने घरको ड्रेसमा आज भन्छ म स्कुल ड्रेसमा कलेज ड्रेसमा हैन एक्जाम दिनलाई टक्क रेडी हुँदै अब भन्छ हामी कलेजमा एक्जाम दिन जान पर्ने हुन्छ हैन के यस्तै छ अब लागेर टक्क कलेजको एक्जाम दिन जान पर्ने हुन्छ भने त्यही नै हो हामी चाहिँ अब कलेजको एक्जाम दिन लाग्यो आज सोशलको एक्जाम छ अनि केही पढेको छैन अब यसमा त अब चाहिँ स्कुलमा गएर हल्का रट्टाउनु पर्छ लेखेर हैन त्यही नै हो सो आज अलि कालो कालो देखियो होला किनकि मैले फेसियल गरे हैन सो त्यही नै हो अब चाहिँ हामी लाग्छौं हेलो आन्टीहरु के छ खबर ठीक छ नि भैया के छ खबर ठीक छ ल ठीक छ भैया पनि ठीक छ र मेरो पनि ठीक छ हैन म एक्जाम दिन चाहन्छु सो अब म एक्जाम दिन पर्नु हुन्छ आज के लेख्ने हो भन्ने भइराको छ हैन अझै पढेको छैन सो हजुर लाइक शेयर सब्स्क्राइब गर्नुभएको छैन भने लाइक शेयर सब्स्क्राइब गरिहाल्नुस् र त्यो भन्छु अब चाहिँ म साथी घर पुग्नु होला त्यहाँ साथी घरबाट अब जान पर्ने हुन्छ र हाम्रो खेतहरु देख्न सक्नुहुन्छ अहिले पनि यहाँ पनि छ हाम्रो खेतहरु चाहिँ हाम्रो यहाँ चाहिँ हरियाली राख्ने हो आज चाहिँ हावा कटे चलेको कारणले गर्दा हल्का ब्याकग्राउन्ड साउन्ड चाहिँ हावा आउन सक्छ हैन त्यही नै हो सो हाम्रो घरबाट चाहिँ मौलाकालिका मन्दिर पनि नजिकै पर्छ यही माथि हो टक्कै यो माथि हो टक्कै नजिकै पर्छ त्यो हेर्ने यस्तै छ ल मौलाकालिका माता पढ्नु सर्नु छैन मन्दिर पढ्नु सर्नु छैन मौलाकालिका माता लाउँदा सम्झिन्छ त्यही सम्झिन्छु रक्षा गरून् त्यही त पास नभए पनि रक्षा चाहिँ गरून् सो अब चाहिँ म अहिले चाहिँ म साथी घर पुग्छु हिजोको भिडियो चेक गर्नुभएको छैन भने फेरि पनि तल डिस्क्रिप्सनमा लिङ्क राखिदिएको छ भने चेक गर्न सक्नुहुन्छ है हिजोको भिडियो चाहिँ अनि त्यही नै हो आज मलाई साह्रै ह्यान्डसम देखियो होला सेतो ड्रेस टक्क कालो अनुहार चाहिँ कालो देखियो भने ड्रेस टक्क देख्न सक्नुहुन्छ ह्यान्डसम भरिने हो नि फेरि कलेज त चाहिँ पनि कलेज हो नि त दाइहरू बुझ्ने भाइहरू 10 मा पढ्ने भाइहरू जे पनि दाइ कलेज पढ्ने हो नि त कलेज हैन एउटा ह्यान्डसम त घर जाम कपाल चाहिँ काटेको छैन भने त्यही नै हो अब चाहिँ म साथीलाई भेटेर मात्र हिजोको हाम्रो नाक लामावाला बाहुनलाई भेट्छौँ अनि त्यसपछि बल्ल जाने सो फाइनली म चाहिँ अहिले साथी घर आइसकेँ हाम्रो साथी देख्न सक्नुहुन्छ के गरिरहेको छ साथी तिमी ए खुब राम्रो काम गरिरहेको छ आफ्नो कपडा आफै धुनुपर्छ तिमीले धुन्छ कि कमेन्ट गर है हेलो हाम्रो दुध खाने हाम्रो साथीले दुध खुवाउनु त्यही पनि घर भैँसी भयो पनि हैन के गर्नु यस्तै छ चुतिया पनि हुनुपर्छ हल्का भयो नि तर धेरै चुतिया नि हुनु घर भैँसी हुँदा हुँदा नि दुधको चिया खुवाउनु हिजो लेमन टी खुवाउँछु भनेको हैन धेरै लेमन टी हैन त्यो कालो चिया रे त्यही नै हो अब चाहिँ साथीलाई रेडी भएर अनि टक्क हामी स्कुल जान लाग्यो देखाउँछौँ भने त्यसलाई बाई बाई सो फाइनल्ली अहिले चाहिँ हाम्रो साथीले बल्ल बल्ल कपडा लाएर चाहिँ भ्यायो होइन यता यो अब हिरो देखाएन भन्दै हिरो देखाएन भन्दै बसिरह अब हामी चाहिँ अब कलेजतर्फ लाग्नु पर्यो हुन्छ साथी भेट्यो नि त आज नि हिजो भेट्दै थियो हामी होइन हिजो कहिले ज्यान दुखेछन् नि यस्तो त नर्मल हो मेरो लागि मेरो साथी हो नि जे भयो नि सो अब अहिले चाहिँ आधी घन्टा 1 घन्टा पछि बल्ल लुगा लाएर भ्यायो भने अब एकछिन पनि उस्तो नदिने भयो अहिले अब हामी चाहिँ अब स्कुलतर्फ लाग्छौँ आज दरो लेख्छु साथीहरु सोशलको एक्जाम हो गफ होइन गफले पास भइन्छ त अनि के अन्त नि सोशलको म्याम त गफाडी छ अब के भन्ने अब सम्झिराख्नु है हेर्नु बिर्स्या होइन फोजिप्पे हो आजको त फोजिप्पे हेरे सब्स्क्राइब गर्न लगाउने आज पनि मैले हैन सो छिटोभन्दा छिटो सब्स्क्राइब गरिदिनु भन्नु त छिटोभन्दा छिटो 10,000 सब्स्क्राइब पुऱ्याइदिनु होला 50k भ्यू लामा 50k भ्यू के 10,000 सब्स्क्राइबर मात्र भयो हुन्छ म चाहिँ आजलाई कहाँबाट हामी तल हैन सो अब भन्छ हामी स्कुलतर्फ लाग्छौँ स्कुलतर्फ लागेर अनि हामी चाहिँ अब ठ्याक्कै एक्जाम दिने बेलासम्म पुग्छौँ होला भन्ने लाग्छ होइन सो अब मेरो साथी बाटोमा हिँड्दा नि एक्सर्साइज गरिदिन्छ कि यही कुरा टेन्सन लाग्छ कि फेरि होइन साथी होइन सो हाम्रो साथीको चाहिँ एकदम लाउरे बन्ने एकदम सपना ठुलो त्यही भएर सबैजना चाहिँ को लाउरे बन्नुहुन्छ त्यसले कमेन्ट गर्नु होला तल भन्दै यति भन्दै अब भन्छ स्कुलमा पुगेर भेट्छौँ भने अहिलेलाई बाई बाई सो अब चाहिँ हामी पुग्न आँटिसकेको छौँ है भन्दै साथी के भनौँ क्या लडेका है यार भन्दै साथी के भन्नु हो मेरो साथीको लाइक के अरे साला सिकाउँदा नि हुँदैन यार ल भन्दै साथी
मेरो साथी सुदीपको च्यानललाई लाइक सब्सक्राइब टक्क सेयर गर्नु होला ल नाक लामो दुखिन्छ र डरायो सो त्यही नै हो लाइक सेयर सब्सक्राइब चाहिँ गर्नुभएको छैन भने गर्नु होला छिटै नै हामी 1K सब्सक्राइबरको सेलिब्रेसन गर्छौँ भने अब भने चाहिँ हामी त्यही नै हो सो फाइनल्ली हामी चाहिँ अहिले स्कुल आइसकेको छौँ भन्दै होला साथी हामी स्कुल आइसकेको छौँ वाउ यता चाहिँ बच्चाको जस्तै लिस्ट खेलिरह सो हामी चाहिँ अब इक्जाम दिएर मात्र भेट्छौँ है त अहिले ल भन्छु भाइ फाइनली सो हामीले चाहिँ इक्जाम ल्याएर भर्खरै के गरेको फर्किँदै टप हो साथी तिमीले मैले त टप हाने छैन है जे भयो नि सो अब भने चाहिँ हामी घर जानुपर्ने हुन्छ होइन यताबाट एन्टिबायोटिक परेको कारणले गर्दा अलिक फेसमा कालो आउँछ त्यो एउटा बन्दै अब अनि हामी फर्किन पर्ने हुन्छ र अब चाहिँ हामी घर गएर के गर्ने घर गएर भिडियो एडिट गर्ने भन्ने ला होइन त्यही नै हो अब काम छैन कि होइन त्यही नै हो अब यस्तै छ पारा मेरो काम दाम छैन मेरो भल्दै हिँड्ने खानदान होइन ए करै गयो क्या हो त्यस्तै छ के गर्ने अब झोला बोक्नै पर्यो सो अहिले भने चाहिँ हामी फर्केको है स्कुल यता छ भने हामी चाहिँ अब फर्किँदै अब भने चाहिँ हामी फर्किनु पर्ने हुन्छ ए उता आदित्य हाम्रो साथी पनि रहेछ यता जाऊँ न साथी आइदिने तल सो हाम्रो डल्ले साथी आउँदैछ उताबाट भने हामी चाहिँ अब पर्खिनु पर्ने हुन्छ कति लेखेको त तिमीले अनि स्कुल आउँदा नि हेर ओ भनेर आउँछ के अरे मैले च्यानल सब्सक्राइब गर्यो त गरेन ल अनि सुदीप भ्लगको च्यानल सब्सक्राइब गर्नुपर्छ ल भनिदेऊ त अब एकचोटि के फेरि सुदीप श्रेष्ठको च्यानलमा सब्सक्राइब गरिदिनु होला नमस्कार मेरो नाम आदित्य आले सुदीप श्रेष्ठको च्यानलमा सबैले लाइक सब्सक्राइब शेयर दबाएर गरिदिनु होला घन्टा बजाइदिनुहोस् होला ओ सही क्या कह रहे हो बाबु भैया सिरियस वाला बात हो रहा है भाइरल हुन्छ ल अनि अब चाहिँ हामी के गर्ने घरतिर जाने हाम्रो साथी हिरो भएर आउँछ अहिले पनि होइन हामी चाहिँ अब यस्तै छ के गर्ने अब सोझो पऱ्यो नि त जे भयो नि हामी होइन हो भनेको अलिकति ड्रिपी मान्छे हो नि त ड्रिपीवाला यस्तोवाला हो नि त ऊ भनेको होइन त्यही नै अब भन्छ म एक कल गर्छु अनि त्यसो बल्ल जाऊँ न त हुन्न ल हामी पनि बाटो चेन्ज गरिदिने आज यस्तो घर जाने काम पनि छ भने आज हामीले बाटो रोक्यो ओए बे अरे रुक बे जाँदा दौडेर गयो ल हामी पनि यताबाट जान्छौँ अब तँसँगै तँलाई कुछ घोटाला लाग्यो क्या हामीलाई तैँले घोटाला गरेर जस्तो लाग्यो हामी पनि यताबाट जान्छौँ केही न केही घोटाला छ यसले तेरो एक्लै जानु खोज्दा अहिले केही न केही खान्छ बाटोमा गएर एक्लै खाने भने यो एक्लै जानु लाग्थ्यो हेर केही न केही खान्छ यसमा हामी पनि यहीसँग जान्छौँ यसले केही न केही खान्छ आज त्यहाँ हामी पनि यताबाट यहीसँग जान्छौँ पछि भयो नि यहाँबाट नि यता सिधै जाने हामी पनि सो हामीले भने चाहिँ आदित्य साथीलाई भेटिसकेको छ भने अब आदित्यले हामीलाई केही न केही खुवाउँछ र जान्छ आदित्य आदित्य यार त्यो चुतियाहरू छ नि यार कमसेकम साथी मसँग पैसा छैन मसँग पैसा भए खुवाउँथेँ भने पनि हुन्थ्यो नि पैसा छैन फ्रीमा खुवाउने भए खान्छु अरे ल लडी छ यति भन्दै अब हामी चाहिँ घर पुग्न पर्ने हुन्छ साथीको घर गएर भेट्नु होला नि अब होइन हामी सबैजना चलो भाइ देखो अब मैं क्या करता हूँ नमस्ते गरिदिनु दीक्षित दाइलाई नमस्ते हाम्रो भाइ है छिमेकी जहाँदेखि नमस्ते गर्छ फेरि मलाई चाहिँ ए तेरिका कहाँ कोला कुराहरू खान्छ मलाई ए तेरिका सब्सक्राइब गरिदिनु भन्न त सबैजनाले च्यानललाई सब्सक्राइब गरिदिनु भन् यता हेर यता नमस्ते गरेर यस्तै ओ तेरिका कडै गयो त फेरि एकचोटि सो फाइनली अहिले भने चाहिँ म कपडा सडा फेरेर बसिसकेको छु है देख्न सक्नुहुन्छ म चाहिँ कपडा सडा फेरेर टक्क जानु लाग्यो अब चाहिँ यता हाम्रो न्यानीमा चाहिँ यता हेरिदिनु त ए यहाँ बढाल्दै हुनुहुन्छ काली देखियो भने तर बढाल्दै हुनुहुन्छ होइन घर चाहिँ एकदम सफा गर्नुहुन्छ चार्ज नभएको कारणले पावर ब्याङ्कलाई चार्ज गर्दै गर्नुपर्ने भएको छ त्यही नै अब भने चाहिँ म नारायण जानु लाग्यो है गाइज त्यही नै हो नारायण थोरै काम पनि छ अस्ति काम नभने काम पनि आज गर्छु मैले काम बनाउँछु त्यही नै अब भने चाहिँ म निस्किनु पर्ने हुन्छ हल्कामा लाएर गेट चाहिँ तान्न बिर्सेँ अर्को बच्चा सल सो अब म चाहिँ निस्किन्छु है त अबलाई चाहिँ अहिलेलाई चाहिँ निस्किन्छु भन्दै न्यान बजे बाई बाई सरी बाई बाई भन्दै यस्तो लौटेर सो अहिले भने अब बिदा माग्न चाहन्छु अब नारायण गएर मात्र भेट्छौँ भने अब पसल गएर खाँदा खान्छ भने बल्ल भेट्छु है त सो फाइनल्ली म भने चाहिँ अब निस्किसकेको छु भने घरबाट अब भने पारि जानुपर्ने हुन्छ नारायण साइडमा जानुपर्ने हुन्छ भने अब भने चाहिँ म नारायण साइड निस्किसकेको छु भन्दै
अब भने नारायण रिभर साइडतर्फ घरबाट गराउनु पाइनँ किनभने घर पसलबाट आउनु पाएको गराउनु पाएन। त्यहाँ चाहिँ अङ्कलहरू सबैजना भएपछि अब लाज लाग्छ भन्ने थाहा छ तपाईँहरूलाई होइन। त्यो नै भन्दै हामी चाहिँ अघि बढिसकेको छौँ। आज अटोहरू पनि आएको छैन र चिनेको अङ्कलहरू आयो भने त अलिक सस्ता लगिन्छ, त्यही अनि अटोहरू आएको छैन। त्यही हो, यहाँबाट 50 रुपियाँ लाग्छ, त्यहाँदेखि 40मा लगिन्छ क्या अङ्कलहरू भयो नि। त्यही भएर अलिक टेन्सन लाग्छ। अरूसँग जाँदा फेरि 60 रुपियाँ 70 रुपियाँ भनिदिन्छ क्या, त्यही भएर टेन्सन छ। अब भने चाहिँ हामी घर पुग्छौँ पहिला सुरुमा है, घर नारायणी पुग्छौँ अनि बल्ल त्यसपछि बिहाइन्ड द सिन देख्न सक्नुहुन्छ। सो फाइनली म चाहिँ अहिले नारायणी आइपुगिसकेको छु है। दाइ काम गर्दै हुनुहुन्छ, म चाहिँ लाभा यता बसिरहेको छु। सो अहिले भने हेलो भनिदिनु न गाई, के हो तिमी त हेलो नि भन्दैन यार, बिजेती हो कि म त यार हेलो भनिदियो अरे। त्यस्तै हो, हामी अब नारायण आइसकेको छौँ भने यता पुल देख्न सक्नुहुन्छ हजुरहरू सबैजनाले। यता दाइहरूलाई देख्न सक्नुहुन्छ भने म यता छु अहिले चाहिँ। दाइले चाहिँ अहिले एउटा क्रान्ट पम्प भइसकेको छ भने एउटा आमा चाहिँ हाम्रो यता बसिरहनु भएको छ। आमाको पसलमा सबैजना तपाईँ खानालाई आउनु होला नारायणीको पहिलो ढेला। त्यति भन्दै हामी चाहिँ अहिलेलाई बिदा हुन चाहन्छौँ र यता केटा देख्न सक्नुहुन्छ आज काम गरिरहेको छ। म मात्र लाभा हो कि मान्छे, म हो कि लाभा अहिले मेन लाभा त। सो त्यही नै हो। अनि के कस्तो केटाहरू कमाइ छ त भन्दैन त थोरै त्यही नै हो। हाम्रो केटा चाहिँ अलिकति छाडा बोल्छन्, सुनिदिनु होला धैर्य गरेर। ओ भाइ के छ, चिया नखाउने दाइले आज? ओ मेरो दाइ के छ खबर? आमा धेरै पछि भेटेछ ल दाइ त चिनी लिएर आइदिनु दाइले हाइलाइट हानेको देख्यो। दामी हाइलाइट हाने त कपाल त के छिट्टा पऱ्यो या दाइ तिम्रो कपाल नि छिट्टा परे जस्तो लाग्यो। कपालै बिगारिदियो यार। हो कालो हान्ने बित्तिकै नि तपाईँले उस हान्थ्यो त नि, त्यही भएर क्या। त्यो पनि दाइ के छ जाने खबर नआएन होला तपाईँको? एकदम ठिकठाक फोटो खिच्ने हो ल ठिक छ। ऊ सोधेको सोधे हाम्रो केटाले अब क्लाइन्ट भेट्टाउँछ अब बिस्तारै होइन। त्यही नै हो अहिले अहिलेको लागि चाहिँ त्यही नै हो। एकछिन पछि भेट्छौँ फाइनली। सो मैले चाहिँ विजय दुरा दाइलाई भेटिसकेको छु है। कुमार दिदी आज मैले विजय दाइलाई भेटेँ, रिक्सान दाई। सो आज भने मैले विजय दाइलाई भेटिसकेर आज हाम्रो यहाँ साथमा हुनुहुन्छ हाम्रो आर्यन दाई पनि। र अहिले भने चाहिँ म नारायणीमा छु, देख्न सक्नुहुन्छ हजुरहरूले मौसम लागिरहेको छ। र अहिले भने चाहिँ हामी घर जाने तर्फमा दाइले ठ्याक्क देखिहाल्यौँ। दाइ के छ त नयाँ नौलो खबर? एकदम देख्नै गाह्रो तपाईँलाई यार। ओ सो त्यही नै हो होइन। अहिले चाहिँ हामी विजय दाइलाई भेटिसकेको छौँ अनि अरू केही छैन, त्यही नै हो। सो एभ्रिवान अब भने अन्तिममा आज भ्लग पनि लामो होला, दुःख कष्ट नगरिदिनु होला। थ्याङ्क यू सो मच वाचिङ है। लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। ओके बाई बाई।